हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई है। अनि आज बिहानखेरि चाहिँ म कामसाम सकेर चाहिँ बाहिर यसो हावा खाँदै थिएँ नि त, गरम भएर चाहिँ हैन। अनि एउटा चरा चाहिँ हाम्रो घरको छेउमा धुप्पीको रुखमा चाहिँ आउँदै जाँदै गर्दै थियो नि त। अनि मैले चाहिँ पुरा नोटिस गरिरहेको थिएँ हैन, त्यो चरा चाहिँ आउँदै जाँदै गर्दै थियो। अनि म चाहिँ पुरा नोटिस गरिरहेको थिएँ। भरे यसो हेर्दा यसो चुपो लागेर हेर्नु गएको त गुड पो बनाउँदै रहेछ हैन। मेरो पालो चाहिँ अन्त के भन्छ उयसमा चाहिँ सेल्फी स्टिकमा चाहिँ क्यामेरा फिट गरिराखेर चाहिँ म चाहिँ भागेँ नि त त्यहाँबाट। अनि क्यामेरामा चाहिँ मजाले क्याप्चर भएछ हैन, भिडियो बनिएछ नि त हैन। अन्त कस्तो मजाले गुड लगाउँदै रहेछ हेर्नुस् न। म त छक्कै परेँ। अन्त म त त्यहाँ बसेर अब बस्यो भने त चरा आउँदैन फेरि हैन। अनि धुप्पीको रुख, सानो धुप्पीको रुखमा चाहिँ मजाले गुड लाउँदै रहेछ हो। हेर्नुस् न, यहाँनिर यो धुप्पीको रुख पनि ठुलो छैन, सानो बढी छ कि हाम्रो घरकै छेउमा। कस्तो मजाले गुड लाउँदो रहेछ यत्रोबडे चराले हैन। त्यो चाहिँ मजाले क्याप्चर भयो, भिडियो बनाउन पाएँ आज चाहिँ हो। हेर्नुस् त कस्तो दामी चरा हो। सानो बडे उयसमा छ। अरूभन्दा पनि बिरालोले देख्यो भने चाहिँ खाइदिन्छ होला, बिरालोले खाइदिन्छ होला। यसको अन्डा चाहिँ कति होचोमा गुड लागेको छ। आज त गुड बनाउँदै रहेछ। अब त्यसलाई हातहरू लगाइदिनु हुँदैन हो, हातहरू लगाइदियो भने त यो भाग्छ नि त। हेर्नुस् न कस्तो मजाले बनाएको है। म त छक्कै परेँ यसले गुड बनाएको देखेर त हो। फर्स्ट टाइम देखेको है मैले यसरी गुड बनाएको चाहिँ चराले चाहिँ। म त चराले गुड बनाउँदै गरेको चाहिँ दृश्य चाहिँ भर्खर देखेको। हेर्नुस् न गुड मिलाएको ओरेको हेर्नुस् न। यो चाहिँ मैले भोइस ओभर गरेको है साथीहरु। म त अब त्यहाँनिर त बसेर त भिडियो गर्नु मिलेन हो, आउँदै जाँदै गर्दै थियो नि त चरा। अनि भाग्छ भनेर चाहिँ म चाहिँ भिडियो बनाइराखेर चाहिँ अहिले चाहिँ भोइस ओभर गरेको। हेर्नुस् न कस्तो मजाले बनाएको है। यत्रोबडे चराले चाहिँ मजाले गुड बनाउँदैछ मिलाई हेर्नुस् न कस्तो मजाले बनाएको। मैले त कहिले पनि देखेको थिइनँ।